हजुरले नमस्कार हजुर। मेरो नाम हरिशङ्कर गिदेल मगर, नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति धादिङ र आदिवासी जनजाति महासङ्घ धादिङको चाहिँ सल्लाहकार। यो वर्षको चाहिँ 32औं आदिवासी जनजाति दिवसको चाहिँ कार्यक्रम यही साउन 24 गते हुन गएको हुनाले सबै जिल्लावासी आदिवासी जनजातिहरू काठमाडौँमा उपस्थिति भई भव्यताका साथ सफल पारौँ भन्दै सबैजना आदिवासी जनजातिहरूलाई सबैलाई चाहिँ धेरै धेरै शुभकामना व्यक्त गर्दछु। विश्व आदिवासी दिवस मनाउनको लागि सबै धादिङवासी आदिवासी जनजातिहरू काठमाडौँको खुल्ला मञ्चमा आई भव्यताका साथ हाम्रो आदिवासी जनजातिको कल्चर देखाएर चाहिँ नि एउटा नयाँ एउटा नमुना चाहिँ देखाउँ। सबै उपस्थितिको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु। यसको उपलक्ष्यमा सबै आदिवासी जनजातिहरूलाई चाहिँ नि हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।